नमस्ते, वेलकम टू माई च्यानल। अनि आज चाहिँ हामी दिदी कहाँ जान लागेका छौँ। म मम्मी अनि नानु मेरो बहिनी। अब हामी अहिले निस्किन लागेको। अब मेकअप भइसक्यो, हेर्न सक्नुहुन्छ। मेकअप गरिसकेँ, अब ड्रेस चेन्ज गर्छु अनि निस्किने बेला। मैले चाहिँ यो पर्पल कलरको टी सर्ट लाउन लागेको। एकदमै हल्का, एकदमै सफ्ट मटेरियल, एकदम मलाई मेरो फेभरेट टी सर्ट भने नै हुन्छ। अनि यसको पेयर गर्नको लागि चाहिँ मैले यो ट्र्याक समथिङ, यो जिम वेयर जस्तो एकदमै, यो पनि सफ्ट, एकदमै कम्फर्टेबल ट्र्याक लगाएर देखाउँछु हजुरहरूलाई। हेर्नु त यस्तो देखियो, एकदमै हल्का। समरको लागि चाहिँ एकदमै यसरी हल्का हुन्छ यसरी हिँड्दाखेरि चाहिँ। अनि अब म टाढाबाट देखाउँछु है तपाईँहरूलाई। यस्तो देखेको छ। मैले चाहिँ यो ब्याकग्राउन्डमा धेरै हल्ला आइरहेको थियो, त्यही भएर मैले भोइस ओभर गर्दैछु। आमा चाहिँ टपहरू लाउन लागेको। अनि यस्तो वाला क्युट बटरफ्लाई वाला चाहिँ लाउँदैछु। यसरी छुट्टै छुट्टै लाउने। अनि यसलाई चाहिँ अब लकेटको हिसाबमा पनि लाउन मिल्छ। यसरी सुत्दा बसाउने। Cute. Okay, I'm going to अनि साथमा पेन्डेन्ट पनि लगाएको छु। अनि रिङ्समा चाहिँ आई हेभ 3। यो चाहिँ मेरो चाँदीको औँठी। अनि द्याट्स माई फाइनल लुक। हेर्न सक्नुहुन्छ। अब निस्किने लागेको। बनाना अनि सानी मेरो दिदीको छोरी पनि छ। अनि मेरो दिदीको छोरीलाई चाहिँ एकदम मनपर्छ बनाना। अनि यता चाहिँ हामी दिदी कहाँ पुग्ने लाग्यो। यो केरा लिएर। यो चाहिँ मेरो मम्मी, यो बहिनी। अब हामी जाँदैछौँ सानो मेरो छुनु मेरो छोरीलाई भेट्नलाई। हाई बुथु, हाम्रो पेट नेम मेरो बुथुको बुथु हो। पेट नेम मेरो बुथु। यो निका के ल्याएको हेर्दा छोरी? के ल्याएको उसले आफै भन्छ। तेरो त के ल्याएको रे? यो चाहिँ खोलेर हेर न, के ल्याएको हेर त बाबा। के नाना? बुइनी मन पर्छ। आउनु न मम्मी, उम्मा गर्नु। उम्मा आउनु त। उम्मा गरिदिनु त। ल उम्मा गरिदिनु त। उम्मा गरिदिनु न। उम्मा गरिदिनु।
यहाँ त्यो उर्ला त्यो उर्ला ल खाऊ अब भयो छोरीलाई के भयो खोइ देखाऊ त छोरी डिचु गरिन्छ है मम्मी डिचु खोइ डिचु मालाई दियो होला मा गर्नु त ल ल ल ल ल Cini. गर्मीको महिनामा यसरी एकजना यसरी सुत्दैछ ओइ ओइ बाबा ओइ बाबा ओइ बाबा ल ल हजुर ल ल भयो खोइ अब भयो यता आउनु ल हजुर न न न न न बिचु से तौला दिया Hey. Mama. Look. Chị cho bạn nè. Abi. Mama रे फेरि आउनु रे Diciuri. ल हाई भन्दै सरी हाई नमस्ते भन्दै ओइ बाबा मामा आज के बनाउनु लाग्छ रे हामीले हजुर हामीले आज आलुको पराठा बनाउनु ला भन न ल ल दिनी आलुको पराठा बनाउने भन नि त दिनुस् भन दुईटा हात थापेर दिनुस् भन दिनुस् थ्याङ्क यू भने खोइ अब मा गरिदिउँ न त नि त आज चाहिँ हामी आलु पराठा बनाउनु लागिरहेछौँ यहाँ डो रेडी भइसक्यो है छोरी आज हामी आलुको पराठा खाने है ल अब अहिले म तपाईँहरूलाई कस्तो बन्यो भनेर देखाउँछु गर्नु होला बुटु तिमी पेटी गरे हो के भयो यसलाई फेरि के गर्नु वर के वर भन्दा वर आलुको पराठा चाहिँ बनेर रेडी भएको छ हेर्न सक्नुहुन्छ यस्तो टेस्टी भएको थियो साथै यसमा तरकारी आलु र प्याज हामी चाहिँ भर्खरै घर आइपुग्यौँ अनि त्यहाँ ब्लग पनि त्यति गर्न पाएन थोरै बिजी थिएँ अनि आलु पराठा नि खायो एकदम मिठो भएको थियो अनि त्यसपछि त्यस्तै गयो दिनहरू अनि भेटेर खुसी लाग्यो छोरी र दिदीलाई आज धेरै पछि भेटेर गफहरू गरियो अनि त्यति टाढा पनि छैन घरभन्दा 10-15 मिनट हो तै पनि धेरै भएको थियो नभेटेको अनि भेटेर खुसी लाग्यो अनि त्यही हो अब घर आइपुग्यो अब फ्रेस हुन्छु भ्लगलाई चाहिँ म एन्ड गरिदिन्छु अनि भिडियो तपाईँहरूलाई मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई तपाईँहरूले धेरैभन्दा धेरै माया गरिदिनु होला र अर्को भिडियो लिएर फेरि आउने बाचा गर्दै अहिलेको लागि धन्यवाद हेरिदिनु भएकोमा र पछि भेटौँला बाई।